सो गाइज आज हामी खेलिरहेका छौँ यो बेरी प्रिजन रन अभी। ल खेलौँ है त। लाइक सेयर सपोर्ट गरिदिनु होला। लाइक सेयर सब्सक्राइब सपोर्ट गर्नु होला प्लिज। हाम्रो अहिले भिडियोहरूमा धेरै कपिराइट लागिरहेछ। प्लिज त्यो कपिराइट गर्ने काम चाहिँ प्लिज नगर्नु होला। कि त हाम्रो भिडियो नै नहेर्नु कपिराइट हाल्ने भए, कि त कपिराइटै नहाल्नु। र आज हामी इजी मोड खेलिरहेछौँ। हजुरलाई जुन मोड मन लाग्छ त्यो मलाई कमेन्ट गर्नु होला। अहिले हामीले लाभा मोड चाहिँ खोलेको छैन, हामी अहिले इजी मोड खेल्छौँ। के आइरह? ल ल ठिक छ। खेलौँ है त। लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला है गाइस, तर कपिराइट चाहिँ नहाल्नु होला। लाइक सेयर सब्सक्राइब है गाइस। रुगा खोकी लाएर पनि भिडियो बनाउँदैछु गाइस। अब कपिराइट लाग्यो भने कस्तो दुःख होला सम्झिनु न। गाइस कुन अभी अथवा कुन गेम खेल्न मन लागेको छ भनिदिनु होला। म त्यही गेम खेल्छु। कुन अभी है रोब्लक्स खेल्नुहुन्छ भने अभी भनेको त थाहा होला। खेल्नुहुन्न भने अभी भनेको यस्तै यो च्यालेन्जहरू कम्प्लिट गर्ने हो गाइस। लाइक सेयर सब्सक्राइब चाहिँ प्लिज 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 गरिदिनु होला। कमेन्टमा लेखिदिनु होला कुन गेम कुन अभी रोब्लक्सको सट्टा कुन गेम खेल्न मन लागेको छ प्लिज भनिदिनु होला। र गाइज हामीले चाहिँ यो भेट्यौँ। अब हामीले यो निकालेर खोल्नु पर्यो यो डोर। अब यहाँ यसरी खन्ने आउँछ। 2 नम्बर थिच्नु पर्यो। अब यहाँ थिचेको गर्नुपर्छ आफै तल। यो क्रस गरौँ न गाइस। यसरी तपाईँहरूलाई स्टेज हेर्न मन लाग्यो होला। म 60 स्टेपमा आएँ, मतलब लेभल। मैले पहिला नै यो गेम कम्प्लिट गरेँ हो। आज भिडियो बनाइरहेको छु। अलि गाह्रो हुन्छ यो। मलाई चाहिँ गाह्रो लाग्छ गाइस। तपाईँहरूलाई चाहिँ गाह्रो लाग्दैन भने मलाई कमेन्ट चाहिँ पाइदिन गरिदिनु होला। ल गाइस यो इजी छ बरु। म अहिलेसम्म एकचोटि नै मरेको छैन यसमा। यहाँ अब एउटा आगोको बल आउँछ। अब त्यस्तो हामी नठोकिकन यसरी जानुपर्छ। यहाँ यस्तो कन्टेनर जस्तो हुन्छ, हामी यहाँ बसिरहनुपर्छ। अनि फेरि एउटा आगोको बल आउँछ। अनि फेरि हामी यहाँ जानुपर्छ छिटो। अनि एउटा आगोको बल आउँछ। अनि फेरि हामी यहाँ आउँछौँ। एउटा सिडी देखिन्छ। ल सिडीबाट माथि गएपछि हामी हो यो
उयोबाट बस्दै बस्दै जानुपर्छ यहाँभित्र, यो दबाउनुपर्छ अनि भाग्नुपर्छ। अनि भागेर यो गेट खुलिन्छ अनि यहाँ भित्र गएर यो सिडीमा यसरी चढ्नु पर्यो। यसरी जम्प गर्नु किनकि खाल्टो खाल्टो छ। यसमा म धेरैचोटि मरिसकेँ। यसपालि प्लिज नमरोस् भन्ने चाहना राख्छ। ल भयो। यो मैले खेलेको छु। ल स्केप भयो गाइस, यो त इजी हो गाइस। लिडर बोर्डमा हेर्नु त, लिडर बोर्डमा क्रिस्टियानो रोनाल्डो पनि खेलिरहे। अब यहाँ आएर यसपछिको लेभलहरू एकदम दिमाग ह्याङ गर्ने गरी नराम्रो, यस्तो दिमाग ह्याङ गर्छ नि यो लेभलहरूले, यताको लेभलहरूले। उयो यल्लो बार देखिरहनु भएको छ नि, ती आएपछि जम्प गर्नुपर्छ। यो ब्ल्याकमा चाहिँ नो आइडिया। धन्यवाद। फर्स्ट ट्राइमै गरेँ, पहिला कति मर्थ्यो। गाइस अब क्याफेटेरिया होइन ल्याडर चाहिन्छ। यहाँ ल्याडर, यसलाई ओपन गर्नुपर्छ। अब यहाँ जानुपर्छ। यो रिजन भनेको चाहिँ के हो म तपाईँलाई बचाउँछु भन्नु। जस्तै हामीले यो ल्याडर लियौँ होइन, अनि हामीले जस्तै यतातिर यसरी ल्याडरलाई फालिदिउँ, झऱ्यो। अब त्यो हामी लिएर आउनु मिलेन। अब यो बटन क्लिक गरेपछि त्यो फेरि आउँछ। कन्फ्युज नहुनलाई गाइस। अब हामी यो यसले यहाँ राख्छौँ। यहाँ अलि एङ्गल मिलाएर राख्नुपर्छ, नहुँदै हुन्न। यसमा नि मेरो ल यसलाई खोलौँ। गाइस देख्नुभयो नि, एङ्गल मिलाएर राख। ल ड्रप गरौँ। सही जम्प मार्नु पर्थ्यो, मैले गलत गर्थेँ। गाइस लौ अलि सिडी अर्कै ठाउँमा राखेछ नि त। फेरि नरु मलाई यो भन्छ नि त्यही गरेर। कस्तो पाखे रहेछ। सरी गाइस, सरी। गाइस प्लिज कपिराइट नगर्नु प्लिज। ल यो लेभलमा आएपछि दिमाग ह्याङ हुन्छ। यस्तो एउटा विन्डोवाला हुन्छ नि गाइस, यस्तो दिमाग ह्याङ गर्छ नि। मरेको मरे गर्छ। यो त इजी छ, यो त केही होइन। इजी फर्स्ट ट्राई। अब हामीले यो के सोचेर यसलाई क्लिक गर्नुपर्छ। यसलाई क्लिक नगरिकन के हुन्छ गाइस, उच्च माथिको छ नि यो वेभहरू हो, यिनीहरूले हामीलाई मारिदिन्छ के गाइस। मतलब रिस्वान हुन्छौँ हामी, अनि केही गरी नि उता जानै सक्दैनौँ। त्यही भएर यो सबै अफ गर्नुपर्छ। ल धन्नले यसलाई क्लिक गर्ने। अब हामी फ्री भयौँ। 3टा हुन्छ यहाँ,
यहाँनिर चिन्दै छ वेभहरू। ल हामी अब क्रस गऱ्यौँ वेभहरूलाई बन्द गरेर। यो त इजी छ। ल यहाँ यो दिमाग ह्याङ गर्छ गाइस। जम्पै हुन्न के गाइस, के गर्ने होला यो गेमलाई। अलि स्लोली गर्नु पर्ला। गाइजहरूलाई आउँछ भने मलाई सिकाइदिनु कमेन्टमा। अहिले कमेन्टमा भिडियो हाल्न नि मिल्छ भनेर मैले सुनेको थिएँ। अब मिल्छ कि मिल्दैन त्यो चाहिँ मलाई थाहा छैन। मिल्छ भने चाहिँ हजुर एउटा भिडियो खिचेर पठाइदिनु यो लेभलको। मलाई आउँदैन नाइ। यो लेभल सक्छु, यो सक्दिनँ। यसपछि अझै एउटा त्यसमा नि दिमाग ह्याङ हुन्छ। ल्याग भएर नै हो कि गाइस, यो मेरो ल्यापटप पुरानो भइसक्यो, 2-3 वर्ष भयो किने। यस्तो दिमाग ह्याङ खान्छ नि गाइस। एउटा भयो, अर्को नि भयो। अब यसमा दिमाग लास्टमा आएर गाइस यो हुँदै हुन्न। कस्तो हजुरले सक्नु भने मलाई एकचोटि त्यो भिडियो रेकर्ड गरेर पठाइदिनु होला। अघि त 2-3 चोटि यसलाई गरेको थिएँ त म धेरै एङ्ग्री भएर शान्त। किन हुन्छ? कस्तो अनलक्की छु गाइस। तपाईहरुले सक्नु भएको छ? मैले गेम कम्प्लिट गरे हो, तर यस्तो गाह्रो लेभल चाहिँ कहीँ पनि भेटिन मैले। यस्तो गाह्रो लेभल लास्टमा यार 2 चोटि झरे लास्टमा। यस्तै हुन्छ। अब अर्को ठाउँमा आएर जम्प गरौँ भन्ने मरिहालिन्छ। के चाहिँ गर्ने होला? यल्लोमै थिचेर नि यो हुन्छ के गाइस। के गर्ने होला यो गेमलाई? कस्तो अर्को खस्यो एउटा। लगाइ यो लास्ट। मेरो दिमाग ह्याङ भइसक्यो। गाइजमा रिकर्डिङ बन्द गरौँ। कस्तो गाह्रो लेभल छ। गाइज एउटा कुरा याद मरिहाल्नु। एउटा कुरा याद छ। एउटा सङ छ कि त्यसलाई बजायो भने मेरो पुरा मोटिभेसन पावर आउन सक्छ कि। यो मेरो भिडियो हो गाइस, माइन्ड नगर्नु होला। गाइस
अनेस्टिटीलाई हजुरहरूले पनि चिन्नुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला गाइस। लौ म कहाँ आएँ? पहाडको छ नयाँ भिडियोजमा गएर लेटेस्ट हेर्नु पर्यो। कहाँ हालेछ यता हो र? फेरि भन्न चाहन्छु थ्याङ्क यू फर दिस ग्रेट सिल्भर प्ले बटन। सो तपाईँहरूको सपोर्टले गर्दा अहिले यो बटन आयो होइन। अब चाहिँ गाइज हामीले यो सिल्भर प्ले बटनलाई चाहिँ गोल्डमा बदल्नु पर्छ होइन। सब तपाईँको हातमा छ। आज हेर चिडी कहाँ पुगिसक्यो, आमा बाले भन्छ छोराले दुःख बुझिसक्यो। आज हेर चिडी कहाँ पुगिसक्यो, पीडाहरूले हाम्रो घर जाने बाटो भुलिसक्यो। आज हेर चिडी कहाँ पुगिसक्यो, आमा बाले भन्छ छोराले दुःख बुझिसक्यो। आज हेर चिडी कहाँ पुगिसक्यो, पीडाहरूले हाम्रो घर जाने बाटो भुलिसक्यो। सुरु गरे मैले युट्युब सानो उमेरबाट, सानो ठाउँ सानो फोन सानो बस्तीबाट। पहिलो सब्सक्राइब आफ्नो अनि बाँकी आफन्तको भ्यू चाहिँ फेसबुकमा फरवार्ड गरी आएको। अनि दिन त्यो त यस्तो मैले गर्नु थियो केही गर्ने खोजीमा गरे मैले पैसाको पछि लाग्या भयो हुन्थिन म केही, खुसीको पछि लागे अहिले पैसा भयो यहाँ पुग्नमा परिवारको ठुलो हात छ, त्यो भन्दा नि ठुलो मलाई साथीभाइको साथ छ। उमेर थियो 15 मैले प्ले बटन लिँदा, मेरो कामदेखि गोल्डन बटन चर्यो फिदा। अनि त्यो पनि चाँडै मेरो घर आउँछु भन्छ, पाएँ मैले सबै थोक सोचेको भन्दा। गर्नु छ दुःख अझै पुग्नु छ माथि, आएको होइन इन्डस्ट्रीमा खुट्टा सुट्टा चाटी। मलाई पाखे भन्नेहरू पाखा भन्दा माथि, मैले हाले भिडियो हेर्न उठ्छन् राति राति। केही छैन घमण्ड दाजुभाइ र साथी, तिमीलाई पैसा ठुलो मलाई कथा लेख्न कापी। आज हेर चिडी कहाँ पुगिसक्यो, आमा बाले भन्छ छोराले दुःख बुझिसक्यो। आज हेर चिडी कहाँ पुगिसक्यो, पीडाहरूले हाम्रो घर जाने बाटो भुलिसक्यो। आज हेर चिडी कहाँ पुगिसक्यो, आमा बाले भन्छ छोराले दुःख बुझिसक्यो। आज हेर चिडी कहाँ पुगिसक्यो, पीडाहरूले हाम्रो घर जाने बाटो भुलिसक्यो। आको म दुर्गम गाउँ मुगुराराबाट, बत्ती नहुँदाको पीडा अझै आँखामा छ। मेरो खुसी बेड होइन गाउँको पाखामा छ, त्यो गाउँलाई अगाडि लाने मेरो चाहना छ। अनि भिडियो बनाउनलाई लास्ट धेरै हार्ड थियो, नेट बत्ती नभए नि फोन सधैँ साथ थियो। आश थियो अघि बढ्ने अगाडि चाहिँ रात थियो, खेल्ने कुद्ने उमेरमा भिडियो बनाइराख्थ्यो। अनि कसले बुझ्ने भावना, म त खुसी थिएँ आफैमा। हिँडे क्यामेरा बोकी हातैमा, राराको कोकदेखि काठमाडौँको काखैमा। हो दुःख थियो रारामा भिडियो बनाउन, तर म कहिले दुखी थिएन। लडे होला 1000 चोटि 1001 चोटि उभि हिँडे म, कहिले भौतारिए काठमाडौँका गल्लीमा। अनि धेरै कुरा सिके जब 30 दिन गुम्सिए म, तर नामै त चिडी, जिद्दीपनाले सधैँ उभिए म, जिद्दीपनाले सधैँ उभिए म।
कस्तो लाग्यो त गाइज यो गीत राम्रो लाग्यो अवश्य कमेन्ट गरिदिनु होला गणेशजीलाई नि सब्स्क्राइब गरिदिनु होला है गाइज अलिक गाह्रै हो त गाइज यसको एउटा हात त गयो लास्ट एउटा गाइज पहाडको छोरो माटो पहाडको छोरो हो म माटोमा हुर्केको त्यसपछि चाहिँ आउँदैन अहिले हामी गाडीमा चढ्नुपर्छ गेम कम्प्लिट हुन लाग्यो गाइज गेम कम्प्लिट हुन लागेको छ ल अब कम्प्लिट हुन्छ ल छोड्नु लज्जा गाइज हेर्नु न कस्तो बवाल एन्डिङ बवाल छैन त्यो नि मैले यो गेम एन्ड गरेँ अब यो यहाँ लाउनुपर्छ अघिको सिडीवाला जस्तै अब के भयो यो त हुनु पर्ने गाइस अब हामीले बेरिज प्रिजन एस्केप गरिसकेका छौँ ल हेर्नु यो कट्सिन हेर्नु 20 मिनट र 30 सेकेन्डमा हामीले यो गेम कम्प्लिट गरेको छौँ गाइस अझै राम्रो कन्टेन्ट हामीले ल्याउने छौँ पीस आउट